हेलो नमस्ते टासी दिदी म चाहिँ यहाँ यो चाहिँ ससेज यहाँनिर म चाहिँ फ्राई गर्दैछु। फ्राई गरेर चाहिँ मजाले चिल्ली बनाऊ भनेको यहाँनिर टमाटर प्याज काटिरहेको छु हो साथीभाइहरू। यहाँ चाहिँ म फ्राई गर्दै निकाल्दैछु। यसलाई चाहिँ म मजाले पिरो पिरो टाइपको बनाऊ भनेर चाहिँ अनि यहाँ फ्राई गरेर चाहिँ यसलाई चाहिँ म अब पिरो चिल्ली 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 बनाउने हो साथीभाइहरू। यस्तो खानु मन परेको थियो मलाई चाहिँ यो। आज चाहिँ फाइनली इच्छा पुरा हुने भयो। हेर्नुहोस् है त एकपट्टि फ्राई गरेको राखेको एकपट्टि नि यहाँ काँचै छ। अब यसलाई चाहिँ यहाँनिर चाहिँ म फ्राई गर्दैछु है साथीभाइहरू। अनि भैँसीको मासुमा चाहिँ उयो हालौँ भनेको भुइँमा लडिरहेको छ। यहाँ यो इस्कुस हालिदिउँ भनेको यहाँ जरा पनि हेर्नु नि च्याक्राक्कै भएछ। हाम्रो मेउटी यहाँ आइरहेको छ। यहाँनिर चाहिँ भैँसीको मासु साथीभाइहरू। अब यो चाहिँ यहाँनिर प्याज टमाटर काटेर रेडी। अब यसलाई चाहिँ बनाउनेवाला यहाँ चाहिँ मसला पिन्नुलाई रेडी। अनि म चाहिँ यहाँ फ्राई गर्दैछु साथीभाइहरू हो। अब यसलाई चाहिँ फ्राई गरेर चाहिँ खानुपर्ने हो के साथीभाइहरू। भरे कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु नि।